प्रकृतिले आफ्नो क्यानभासमा जतनले सजाएको एउटा सुन्दर चित्र, जहाँ पहाडका चुचुराहरूले आकाशसँग कुरा गर्छन् र माटोको सुगन्धले समृद्धिको गीत गाउँछ। यो त्यो भूमि हो जहाँको कुपिण्डेले मौसमको हरेक ऋतुसँगै आफ्नो रङ बदल्छ र कछुवा दहले जैविक विविधताको मौन कथा सुनाउँछ। यो त्यो पावन क्षेत्र हो जहाँ खैराबाङ र छत्रेश्वरीका मन्दिरहरूले शताब्दीौंदेखि आस्थाको दीप बालिरहेका छन् र कालीमाटी गंगामालादेखि त्रिवेणी धामसम्मका देउरालीहरूले भक्तको आशिष बोकिरहेका छन्। शारदा नदीको कञ्चन बहावले यहाँको सभ्यतालाई सिंचेको छ र नदी किनारका सुनौला फाँटहरूले सल्यानको ओसिलो काखमा हरियालीको साम्राज्य खडा गरेका छन्, जहाँका पाखा पखेरामा टप्पा र बनगाडीका भाकाहरू गुन्जिरहन्छन् र सोरठीका पुराना पदचापहरूले सल्यानी माटोको मौलिकतालाई जोगाइरहेका छन्। 2224 राजाका पदचाप गुन्जने फलाबाङका भग्नावशेषदेखि सिद्ध गुफाका रहस्यमयी गल्छीहरूसम्म, कुमाख र मालिका लेकको त्यो शीतल उचाइ जहाँबाट देखिने क्षितिजले जीवनको नयाँ अर्थ बुझाउँछ, अनि कोटमौला र कपुरकोटका बारीमा फल्ने पसिनाका थुङ्गाहरू, पाफु खोलाको प्रख्यात आलु र मूलपानीको जडीबुटीयुक्त हरियाली। सल्यान केवल एउटा भूगोल होइन, यो त एउटा जिउँदो इतिहास, अटुट सभ्यता र पसिनाले सिंचेको समृद्धिको जीवन्त सपना हो। शङ्खमूलको पवित्रतादेखि बागचौरको भ्यू टावरसम्म, जहाँ मनले शान्ति र आँखाले स्वर्गको साक्षात आभास पाउनेछ। आउनुहोस्, आज हामी तपाईलाई सल्यानको त्यही मौन सुन्दरता र लुकेको वैभवको एउटा अविस्मरणीय यात्रामा लैजाँदैछौँ। सल्यानको सदरमुकाम खलङ्गाबाट 22 किलोमिटर पश्चिम लागेपछि आँखामा ठोकिन्छ एउटा कञ्चन सपना, अर्थात् कुपिण्डे ताल। पहाडका हरिया काखहरूले जतनले जोगाएको यो नीलो मोती नेपालकै 100 उत्कृष्ट गन्तव्यहरूमध्येको एक प्राकृतिक चमत्कार हो। वरिपरि घना जङ्गल भएको 69 मिटर गहिराईको कुपिण्डे तालमा रुखका पात पतिङ्गर कतै भेटिँदैनन्। तालको मुहान र निकास बाहिरबाट कतै देखिँदैन, तर पनि यो सधैँ भरिभराउ रहन्छ। मौसम अनुसार वर्षमा 3 पटक रङ बदल्ने यो तालको जादुमयी रूपले जो कोहीलाई मोहित बनाउँछ। 30 हेक्टरमा फैलिएको यो ताल झट्ट हेर्दा नेपालको नक्सा जस्तै देखिन्छ, जहाँ चखेवा र पानीहाँसहरू आफ्नै धुनमा रमाइरहेका हुन्छन्। तालको किनारमै रहेको कैलु बराह मन्दिरको धार्मिक शीतलता र डुङ्गा सयरको आनन्दले यहाँको यात्रालाई पूर्ण बनाउँछ। यति मात्र कहाँ हो र, सल्यानको पश्चिम क्षेत्रको बनगाड कुपिण्डे नगरपालिका प्रकृतिको खुल्ला सङ्ग्रहालय जस्तै छ। पश्चिम सुसाउँदै बग्ने भेरी नदीको नागबेली चाल, ऐतिहासिक देवस्थल मन्दिरको आध्यात्मिक गरिमा र एकान्तमा शान्त बसिरहेका मैदु पोखरीले यो क्षेत्रलाई पर्यटनको स्वर्णिम गन्तव्य बनाएका छन्। हाम्रो यो सल्यान जिल्ला चाहिँ प्राकृतिक हिसाबले र जैविक विविधताको हिसाबले एकदमै धनी र सम्पन्न जिल्ला हो र यहाँ 64.07% चाहिँ वन क्षेत्र रहेको छ र यसकै संरक्षण, संवर्धन र विकास गर्ने हाम्रो चाहिँ मुख्य उद्देश्य यो रहेको छ भने यहाँ रहेका विभिन्न पर्यटकीय स्थलहरूको संरक्षण, संवर्धन गर्ने र तिनी पर्यटकीय स्थलहरूमा यो पर्यापर्यटनको विकास गरेर, पर्यापर्यटनको पूर्वाधारहरूको विकास गरेर विभिन्न बाह्य तथा आन्तरिक पर्यटकहरूलाई भित्र्याउने र ती भित्र्याउने पर्यटकहरूबाट तिनको कारणले चाहिँ हाम्रो स्थानीय आय स्तर बढाउने, रोजगारी सिर्जना गर्ने र जिल्लाकै समग्र एउटा आर्थिक अवस्था चाहिँ सुधार गर्ने हाम्रो चाहिँ यो डिभिजन वन कार्यालय सल्यानको मुख्य उद्देश्य रहेको छ। सल्यानको अर्को एउटा ऐतिहासिक प्रसिद्ध थुम्को, जहाँ भवानीको बाँसुरी र मन्दिरको घण्टीले एउटा नयाँ बिहानीलाई स्वागत गरिरहेको छ। शारदा नगरपालिकाको काखमा सजिएको ऐतिहासिक र आध्यात्मिक धरोहर खैराबाङ भुवनेश्वरी मन्दिर। विक्रम सम्वत 1480 देखि निरन्तर बलिरहेको यहाँको आस्थाको दीपले हजारौंको मनोकामना पूरा गरेको विश्वास गरिन्छ। शुक्ल पक्षका विशेष तिथि र
दशैंको नवरात्रिमा यहाँ पुग्दा लाग्छ यो भूमि केवल माटो र ढुङ्गाले बनेको छैन, यो त भक्तिको एउटा अटुट डोरीले बाँधिएको छ। पञ्चवलीको पौराणिक परम्परा र नयाँ बन्दै गरेको भव्य प्यागोडा शैलीको मन्दिरले सल्यानको गौरवशाली इतिहास र वर्तमानलाई एकै ठाउँमा उनेको छ। मन्दिरको यो दैवी शक्तिसँगै यहाँको भूगोलले अर्को एउटा परिचय पनि बोकेको छ। खैराबाङ मन्दिरसँगै शारदा नगरपालिकाभित्र सल्यानको मुख्य व्यापारिक केन्द्र श्रीनगर, ऐतिहासिक सदरमुकाम खलङ्गा र नेपालमै रेसाविहीन अदुवाका लागि प्रख्यात मालनेटा रहेका छन्। त्यस्तै प्रकृतिको सौन्दर्यले भरिपूर्ण रानीकोटको हिमदृश्य पार्क, चन्द्रपाला र सीतापाइला जस्ता गन्तव्यहरूले शारदाको यो माटोलाई साँच्चीकै स्वर्णभूमि बनाएका छन्। सत्ययुगको एउटा अजम्बरी कथा र सतीदेवीको अन्तिम अङ्गपतन भएको पावन भूमि छत्रेश्वरी। शारदा नदीको पूर्वी तटमा अवस्थित यो शक्तिपीठ सल्यानी आस्थाको त्यो उचाइ हो जहाँ शताब्दीौंदेखि भक्ति र शान्ति सँगसँगै बगिरहेका छन्। नेपालका प्रसिद्ध शक्तिपीठहरूमध्ये छत्रेश्वरीको एउटा छुट्टै र विशिष्ट पहिचान छ। यहाँ बलि चढाइँदैन। मन्दिर परिसरको त्यो विशाल शिला जहाँ सतीदेवी समाहित भएको विश्वास गरिन्छ, त्यसले आज पनि भक्तजनहरूलाई दैवी शक्तिको साक्षात उपस्थिति महसुस गराउँछ। विक्रम सम्वत 1990 को दशकमा ठडिएको यो शिखर शैलीको मन्दिर सल्यानको धार्मिक र सांस्कृतिक गौरवको एउटा बलियो खम्बा हो। मन्दिरको फेदीमा सुसाउने शारदाको किनारमा छ शङ्खमूल। भनिन्छ महादेवले स्नान गरेर कैलाश प्रस्थान गरेको यही पवित्र मूलमा आज नेपालकै सबैभन्दा ठूलो कलात्मक शङ्ख ठडिएको छ। शङ्खमूल र यहाँ बनाइएको शङ्खपार्कले आधुनिक पर्यटन र प्राचीन आध्यात्मलाई एउटै सूत्रमा उनेको छ। छत्रेश्वरी गाउँपालिकाको यो भूगोल धार्मिक आस्थामा मात्र सीमित छैन। सल्यानकै सर्वोच्च शिर जथाख लेकको उचाइ, चाँदनी साततले गुफाको रहस्यमय गहिराई र ढकढके भ्यू पोइन्टबाट देखिने अनन्त क्षितिजले यो भूमिलाई प्रकृतिको अनुपम उपहार साबित गरिदिएका छन्। गुराँसे र लसुने लेकका हरेक पाखाहरूले सल्यानको यो सुन्दरतालाई अझै उँचो बनाइरहेका छन्। समुद्री सतहदेखि 2537 मिटरको उचाइमा चट्टान भएर ठडिएको कुमाख लेक। सिद्ध कुमाख र कुमाख गाउँपालिकाको साझा शिरको रूपमा रहेको यो टाकुरा सल्यानकै एउटा यस्तो उचाइ हो जहाँबाट देखिने क्षितिजले मानिसलाई प्रकृतिको विशालता महसुस गराउँछ। यो केवल पहाडको थुम्को मात्र होइन, एउटा जीवन्त आस्थाको केन्द्र पनि हो। लेकको सर्वोच्च टाकुरामा विराजमान सिद्ध मन्दिरमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म एउटा बेग्लै रौनक छाउँछ। पहिलो पटक यहाँ पुग्नेहरूले श्रद्धापूर्वक मन्दिरको 7 पटक परिक्रमा गरी मागेको वर पूरा हुने जनविश्वास आज पनि उत्तिकै प्रगाढ छ। कुमाख टाकुराको त्यो शीतलताबाट उर्लिएपछि आँखा अगाडि फैलिन्छन्। मर्मजिउला र चारैतिर पहाडले घेरेको सेरीपाटा जस्ता फराकिला फाँटहरू। कुमाखको फेदीमा रहेका यी सुनौला फाँटहरूले यो भूगोललाई केवल सुन्दर मात्र बनाएका छैनन्, सल्यानको कृषि र समृद्धिको बलियो आधार पनि खडा गरेका छन्। कुमाख लेकको केही भाग तल सिद्ध कुमाख गाउँपालिका वडा नम्बर 2 मा प्रकृति र पुरातत्वको एउटा अनौठो सङ्गम छ। 150 मिटर लामो यो गुफालाई सिद्ध गुफा भनिन्छ। 50 को दशकतिर शिकारीहरूले दुम्सी लखेड्दै जाँदा अचानक पत्ता लागेको यो गुफाले आज सल्यानको एउटा रहस्यमय पहिचान बोकेको छ। अन्धकार ओढारभित्रको यो गुफामा ढुङ्गामा कुदिएका शिव पार्वतीका मूर्ति, प्राकृतिक शिवलिङ्ग र गाईका थुन जस्ता अलौकिक आकृतिहरू देख्न सकिन्छ। आज यो गुफा केवल एउटा ओढार मात्र रहेन, व्यवस्थित पदमार्ग, भर्याङ र गोलघरहरूको निर्माणसँगै सिद्ध गुफा आन्तरिक पर्यटकका लागि एउटा आकर्षक र साहसिक गन्तव्य बनेको छ।
सल्यानको उत्तरी आकाश छुने अर्को एउटा ऐतिहासिक शिर हो मालिका लेक। 2200 मिटरको यो उचाइ केवल एउटा पहाड मात्र होइन, यो त 2224 राज्यका दर्माली र जाजरकोटी राजाहरूको आस्था र वीरताको साक्षी पनि हो। यहाँका शताब्दीौं पुराना मन्दिरका अवशेषहरूले आज पनि ती राजसी पूजापाठ र ऐतिहासिक वैभवको कथा सुनाइरहेका छन्। मालिका र कालिकाको मन्दिरमा बलिरहेको आस्थाको ज्योतिले दार्मा र कुमाकको यो सिमानालाई पवित्र बनाएको छ। यसको उचाइबाट देखिने मनोरम दृश्य र इतिहासका यी गहिरा पदचापहरूले मालिका लेकलाई सल्यानको एउटा नभुलिने गन्तव्य बनाएका छन्। इतिहास केवल पानाहरूमा मात्र हुँदैन, यो त कतै भग्नावशेषका ढुङ्गा र माटोमा पनि जीवितै रहन्छ। सल्यानको लोहाम बजारदेखि केही उचाइमा रहेको फलाबाङ, जहाँ आजभन्दा 115 वर्ष अघि एउटा भव्य सपना ठडिएको थियो, पुतली दरबार। तत्कालीन राजा शमशेर बहादुर शाहले निर्माण गरेको यो 55 कोठा र 108 झ्याल भएको वास्तुकलाको अनुपम नमुना आज पूर्ण अस्तित्वमा त छैन, तर यहाँको हावामा अझै पनि त्यो राजसी वैभवको सुगन्ध भेटिन्छ। टाङ र सल्यानको शासन सत्ताको मियो बनेको यो दरबार, जहाँ बेलायतदेखि ल्याइएका जस्ता पाताले छाएको भवन र भव्य गद्दी बैठकहरू थिए, त्यसले कुनै समय यो क्षेत्रको राजनीतिक र सांस्कृतिक नेतृत्व गर्थ्यो। हात्ती र घोडाहरूको टापदेखि फौजको मार्चपाससम्मले गुन्जने फलाबाङ आज एउटा मौन इतिहास बनेर बसेको छ। त्रिवेणी गाउँपालिकाको यो माटो इतिहासमा मात्र होइन, अध्यात्म र प्रकृतिमा पनि उत्तिकै धनी छ। शारदा नदीको पावन तटमा रहेको त्रिवेणी धामको धार्मिक महिमा र थर्कोट लेकको शीतल उचाइले यो क्षेत्रलाई पर्यटकीय रूपमा जीवन्त बनाएका छन्। भग्नावशेषमा परिणत भएको पुतली दरबारले आज संरक्षण र पुनर्निर्माणको प्रतीक्षा गरिरहेको छ। यदि यी इँटाहरूले पुनः जीवन पाउने हो भने फलाबाङ केवल एउटा भग्नावशेष मात्र रहने छैन, यो त सल्यानको इतिहास बोक्ने एउटा जीवन्त संग्रहालय र भविष्यको मुख्य पर्यटकीय गन्तव्य बन्नेछ। प्रकृतिले सल्यानलाई दिएको सबैभन्दा मिठो उपहार हो सल्यानको सुन्तला। कार्तिकदेखि पुससम्म जब सल्यानका थुप्रै गाउँहरू पहेँलपुर र राताममे देखिन्छन्, तब लाग्छ यी गाउँहरू केवल एउटा बस्ती मात्र होइनन्, यो त समृद्धिको एउटा सुनौलो रङ हो। वार्षिक अर्बौं रुपियाँ बराबरको सुन्तला सल्यानका विभिन्न ठाउँहरूबाट देशका प्रमुख शहरमा निर्यात हुने गरेको छ। विशेष गरी बागसौरको कोटमौलामा सबैभन्दा धेरै सुन्तला उत्पादन हुने गर्दछ। सुन्तलाका दानाहरूले यहाँका किसानको जीवनस्तर मात्र फेरेका छैनन्, सल्यानलाई पश्चिम नेपालकै सुन्तलाको राजधानीका रूपमा समेत चिनाएका छन्। बागसौर नगरपालिकाभित्र सुन्तला मात्र होइन, आलु खेतीले पनि यहाँको कृषि पर्यटनलाई बलियोसँग जोडेको छ। राप्ती नदीको सिरानमा रहेको बागसौरको बाफुखोलाबाट मात्रै वार्षिक 25 करोडभन्दा बढीको आलु निकासी हुने गर्दछ। यहाँको माटोमा उब्जिने प्रत्येक आलुको दानाले सल्यानी किसानको पसिना र गौरवको कथा सुनाउँछ। सल्यानको दक्षिण पश्चिमी भेग, जहाँ प्रकृतिको काखमा एउटा दिव्य शक्ति जागृत छ, गङ्गामाला भगवती। कालीमाटी गाउँपालिकाको राजीगाउँमा अवस्थित यो मन्दिर केवल आस्थाको केन्द्र मात्र होइन, यो त मगर समुदाय अन्तर्गतको राजी जातिको विशिष्ट पहिचान र संस्कृतिसँग जोडिएको एउटा जीवित इतिहास पनि हो। पुस्तौंदेखि राजी गुरुबाहरूले पूजा गर्दै आएको यो मन्दिरमा बलि चढाउने आफ्नै मौलिक नियमहरू छन्। श्रावण संक्रान्तिदेखि भदौ 15सम्म बलि निषेध गरिने यहाँको परम्पराले प्रकृतिको सम्मानलाई झल्काउँछ। कालीमाटीका वनपाखाहरूमा सुसाइरहने हावा र चुरेका पत्रे पहाडहरूको हरियाली काखमा प्रकृतिको अर्को एउटा अद्भुत ऐना लुकेको छ, कछुवा दह।
250 मिटरको लम्बाइमा फैलिएको यो दह जैविक विविधताको एउटा यस्तो संसार हो जहाँ कछुवा आकारको जलाशयले कालीमाटीको पर्यटकीय कायालाई अझ निखारेको छ। यहाँको यात्रा तब पूर्ण हुन्छ जब हामी लक्ष्मीपुर शक्तिपीठको धार्मिक शीतलताबाट सिमले झरनाको कञ्चन फोहरासम्म पुग्छौं अनि चुरेका गल्छीहरू छिचोल्दै बग्ने शारदा र बबई नदीको त्यो पवित्र मिलनस्थल दम्दुवाली, जहाँ नदीहरूको सुसाइले चुरेको यो प्राचीन भूगोललाई नयाँ सभ्यताको कथा सुनाइरहेको भान हुन्छ। कपुरकोट यो केवल एउटा बजार मात्र होइन, नेपालकै बेमौसमी तरकारी खेतीको एउटा सफल क्रान्ति पनि हो। कुनै समय डोका डाला बुनेर जीविकोपार्जन गर्ने यहाँका हातहरू आज देशकै ठूला शहरका भान्साहरूसम्म ताजा तरकारी पुर्याउन व्यस्त छन्। 2039 सालबाट सुरु भएको यो व्यावसायिक लहरले आज कपुरकोटलाई एउटा यस्तो हिल स्टेशन बनाएको छ जहाँको माटोले तरकारी मात्र उब्जाउँदैन, हजारौं किसानको समृद्धिको सपना पनि फुलाउँछ। यहाँको तरकारी हाट बजार सल्यानको आर्थिक मेरुदण्ड हो। कपुरकोटमा उत्पादनका लागि तरकारी मात्रै होइन, हेर्नका लागि मूलपानी वनस्पति उद्यान पनि छ। प्रकृतिको पाठशाला मानिने यो ठाउँ वनस्पति र जडीबुटीको अध्ययनका लागि देशभरका विद्यार्थी र अनुसन्धानकर्ताहरूको पहिलो रोजाइ हो। शहरको कोलाहलबाट टाढा वनस्पतिको सुगन्ध र रुम्टी लेकको शीतल हावामा रमाउन चाहनेहरूका लागि कपुरकोट एउटा अनुपम गन्तव्य हो। चमेरा गुफाको रहस्यदेखि कालिका मन्दिरको आस्थासम्म फैलिएको यो भूगोल साँच्चीकै सल्यानको एउटा जीवन्त र हरियो चिनारी हो। सल्यान केवल भूगोल मात्र होइन, यो त गीत र नाचहरूको एउटा जीवित संग्रहालय हो। सल्यानैको हावापानी खाएर बिताउँला यो जीवनी। 50 को दशकको यो कालजयी भाकाले जस्तै यहाँको हरेक बस्तीले आफ्नै एउटा मौलिक संगीतको कथा बोकेको छ। यहाँको सांस्कृतिक पहिचानको मुटु हो सोरठी। 52 चरणको लय र तालमा बाँधिएको यो पौराणिक नाच जहाँ पुरुषहरू मारुनी बनेर घाँगर र चोलीमा सजिन्छन्, त्यसले सल्यानी माटोको ऐतिहासिक गाथालाई आज पनि जीवन्त राखेको छ। बनगाडका गोठालाहरूले केतुकीको बला बजाउँदै सुरु गरेको बनगाडी टप्पा आज मध्यपश्चिमकै गौरव र सर्वाधिक लोकप्रिय सिङ्गारू नाचका रूपमा प्रसिद्ध छ। युवा युवतीका दोहरी र सवाल जवाफबाट जन्मिएको यो मौलिक लय सल्यानी कला र संस्कृतिको एउटा जीवन्त धड्कन हो। त्यस्तै यहाँको अर्को अमूल्य सम्पत्ति पैसारू अर्थात् लहरे नाच हो। गोलो घेरा बनाएर नाचिने यो नृत्य एउटा कला मात्र होइन, यो त समाजका हरेक पुस्ता र सम्बन्धलाई एउटै लहरामा गाँच्ने सद्भावको सूत्र पनि हो। मादलको 22 चालीको तालमा जिउलाई निहुराएर नाचिने यो दृश्य साँच्चीकै एउटा अद्भुत योगाभ्यास जस्तै देखिन्छ। युद्धको झल्को दिने खालको सल्यानमा अर्को नाच छ, सेरिङ्गे। दायाँ हातमा लाठी र बायाँ हातमा ढाल बोकेर मयूरको पाँखझैँ सजिएका नर्तकहरूको चालले सल्यानको वीर इतिहासको सम्झना दिलाउँछ। पाखा पखेरी र जंगलका एकान्त ठाउँहरूमा गुन्जने साइलाजी भाका होस् वा खुसीको उत्कर्षमा नाचिने झ्याउरे, सल्यानका यी मौलिक गीत र नाचहरू यहाँका मानिसहरूको दुःख सुखका अनन्य साथी हुन्। लोपुन्मुख स्यानीमालै र लामसोरे जस्ता भाकाहरूले आज पनि सल्यानी माटोको मौलिकतालाई जोगाइरहेका छन्। प्रकृति, इतिहास र यिनै विविध संस्कृतिको अनुपम मिश्रण नै सल्यानको वास्तविक वैभव हो। कला, श्रम र आस्थाको त्रिवेणी बनेको यो सुन्दर जिल्ला सल्यान सधैँ सधैँ तपाईलाई स्वागत गर्न आतुर छ।